अझै पनि मण्डली सिद्धतामा पुगेको छैन नि त। कोही बेला हामी चुक्छौँ, कोही बेला हामी, यद्यपि त्यो मान्छेमा विश्वास यस्तो हुनुपर्छ कि म कहीँ कतै चुकेको छु भने पनि प्रभु मलाई क्षमा गर्नुहोस्, तर यो दुष्ट डाँट्छु कि यो चाहिँ मभन्दा ज्यादा चुकेको छ। त्यो आँट हुनु पर्यो नि त। हामी चुकेको होला, तर दुष्टमा कति चुकेको छ। अझ चुकेको मान्छेले हामीलाई औँला देखाउँदैन, हामी किन राख्नु? हामी यो विश्वास हुनुपर्छ, यो पनि चुकेको, म पनि चुकेको, तर म अहिले प्रस्ताव गर्छु अनि यसलाई डाँट्छु। विश्वास त हुनु पर्यो नि त। त्यही भएर विश्वासीहरूले भूतहरू निकाल्छ, किनभने उनीहरूमा यो विश्वास हुन्छ। त्यही भएर यदि विश्वास छैन भने नि जति नै आत्मिकी छु भन्ने भने दुष्ट आत्मा निकाल्दैन। कतिचोटि विश्वासले चाहिँ के गर्छ भन्दाखेरि केही कुरो परै आउँदैछ तर अगाडि नै रमाउनु सुरु गरिहाल्छ हुन्छ। कुरो चाहिँ आशिष कति पाएँ कति पाएन, किन थोरै पाएँ होइन, कुरो चाहिँ तपाईँ मेरो विश्वासको नापहरू कतिसम्म बढ्दैछ भन्ने कुराले फरक पार्छ। हालेलुया, हालेलुया, हालेलुया। ओके, चौथो नम्बरमा विश्वासद्वारा नै हामी भूतहरू धपाउँछौँ। संसार समस्या के भएको? त्यही भूत भएरै त हो। अनि सबैजनाको भूत पनि ठिक हुँदैन, फेरि भूतकाल पनि ठिक हुँदैन, भूत पनि ठिक हुँदैन। म्याक्सिमम मान्छे किन ट्रेजेडी हुन्छ भन्दाखेरि भविष्यको ज्यादा भन्दा पनि विगतको यादहरूले मान्छेलाई ज्यादा सताउँछ। किनभने म्याक्सिममले विगतमा गल्ती गरेको हुन्छ। एउटा भूत त्यो भयो, भूतकाल। अर्को भूत भनेको दुष्ट आत्मा हो। अब संसारबाट हेर्नुहोस् है, सबै धुलो बडाले पठाउँदैन स्वर्ग हुन्छ नि त। तर पृथ्वी त धुलोले बनेको छ, बडाले कसरी सक्नु? अनि परमेश्वरले दुष्ट आत्मालाई खसाल्दाखेरि पृथ्वीमै खसाल्नु भएको। अब यहाँदेखि तल त कहाँ जान्छ? जबसम्म उनीहरूको न्याय हुँदैन, जबसम्म उनीहरू अत्तल कुण्डमा फालिँदैन, तबसम्म उनीहरू घुमिने त यतै हो नि त। तर यति चाहिँ उनीहरू हाम्रो हृदयमा बस्नु हुँदैन, यति चाहिँ उनीहरू हाम्रो घरमा पस्नु हुँदैन। अब पृथ्वीमा झारेको छ, प्रभुले झार्नु भएको। अब हामीले यहाँदेखि कहाँ खेदाउनु? यहाँदेखि खेदाउँदा अर्को गाउँ जाला, त्यहाँदेखि खेदाउँदा अर्को गाउँ जाला, त्यहाँदेखि अर्को छँदै बस्छ। तर यति चाहिँ भूत आत्माहरू भएन भने हामीलाई सन्चो चाहिँ हुन्छ। अनि बाइबलले भन्छ कि विश्वासले मात्र भूतहरू धपाउन सक्छ। किन भन्दै गर्दाखेरि तपाईँ र मैले एउटा यहाँ हेरौँ, यूहन्ना 10:10मा, चोर त चोर्नु, मार्नु र नाश गर्नु मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त पाउन् भन्ने हेतुले आए। चोरको कामै चोर्ने हो। चोरेको कारणले त उसलाई चोर भनेको। दुष्ट आत्मा कामै चोर्ने हो, दुष्ट आत्मा कामै नाश गर्ने हो, दुष्ट आत्मा कामै तपाईँ र मलाई रुवाउने हो। अब उसले त आफ्नो काम गरिबस्छ नि। इमान्दारी त साधुले आफ्नो काम गरेको हो त्यो। किन चोर चोर्नु आउँछ, मार्नु आउँछ, नाश गर्नु आउँछ। अनि दुष्ट आत्मा यति गरेन भने त्यो मान्छे पनि दुष्ट आत्मै होइन। अथवा त्यो खसेको स्वर्गदूतहरू दुष्ट आत्मै होइन यदि उनीहरूको काम दुष्टै भएन भने। उनीहरूको कामै त्यो। तर बाइबलले भन्छ याकुब 4:7, यसकारण आफूलाई परमेश्वरको अधीनमा राख, दियाबलसको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। उसको काम बिगारिराख्ने हो, हाम्रो काम उसलाई भगाइराख्ने हो, धपाइराख्ने हो। अब धपाउँदा पनि यसरी धपाउनुहोस्। अब यहाँदेखि अब संसारभरि नै धपाइहिँड्छु भन्दा त हाम्रो उमेरै सकिहाल्छ। तर एटलिस्ट हाम्रो आफ्नो घरहरू चाहिँ सुरक्षित राखौँ, आफ्नो परिवार सुरक्षित राखौँ। म बेला बेला भन्ने गर्छु, रातभरि मच्छर त आउँछ तर झोलभित्रको चाहिँ मार्नुहोस्। तर बाहिरको मच्छर मार्नु कुदिएन भने त बिहानै हुन्छ। किनभने बाहिर आँगनमा मच्छर हुन्छ, त्यसै तल्लो कान्लामा मच्छर हुन्छ, पल्लो जङ्गलमा मच्छर हुन्छ। त्यो सबै जङ्गलमा मच्छर मारिहिँड्यो भने बिहान हुँदैन र निन्द्रै पुग्दैन। तर एटलिस्ट झोलभित्र 2-4वटा आएको हुन्छ, त्यसलाई चाहिँ मार न। कोहीले चाहिँ फेरि काम नपाएर भूत धपाउनु हिँडै गरे, पल्लो गाउँदेखि पल्लो गाउँ, पल्लो, अरे बाबा फेरि फर्केर आइहाल्छ नि। तिमी त्यो गाउँमा पुग्दा भूत यो गाउँमा आइपुग्छ। हाम्रो काम भनेको डाँट्ने हो, हाम्रो काम भनेको हाम्रो परिवारबाट खेदाउने हो, हाम्रो काम भनेको हाम्रो मण्डलीबाट खेदाउने हो, हाम्रो काम भनेको हाम्रो जातिबाट खेदाउने हो। अर्को जातिले खेदाउँछ अनि ठाउँ पाउनु हुँदैन। सबैले खेदाएपछि ठाउँ पाउँदैन। तर हाम्रो काम एटलिस्ट खेदाउने हो। यहाँनिर मर्कुस 11:17 के भन्छ? विश्वास गर्नेसँग यी चिन्हहरू हुनेछन्, मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्। परमेश्वरले लाइसेन्स दिनुभएको छ येशूको नाम। किन दिनुभएको? भूत धपाउ भनेर। अब यहाँ त विश्वासी नै थर कामेर बसेर बिजोग भएको छ। त्यहाँ भूत लाग्यो मात्र भन्यो भने विश्वासी कोही ढोकादी भित्रदेखि बाहिर निस्के त के? यहाँ भूत धपाउनुको लागि अगाडि गयो भने दर्शक ज्यादा हुन्छ खेलाडी भन्दा। कुरो के छ भन्दा गर्दाखेरि भूत धपाउनुको लागि विश्वास चाहिन्छ। विश्वासी भएर मात्रै भूत भाग्दैन, भूत भगाउनु विश्वास चाहिन्छ।
अनि यहाँ भित्रपट्टिबाट जब विश्वास जाग्छ, दुष्ट आत्मालाई भगाउने विश्वास जाग्छ, अनि मात्र भूत पनि भाग्छ। किनभने होइन भने भूतले थाहा पाउँछ तपाईँको माइन्डमा के चल्दैछ। कतिचोटि भूतलाई थाहा हुन्छ तपाईँको जीवनको रहनसहन। भनिदिनु पऱ्यो भने अगमवक्त तर चुक्छ, भूत चुक्दैन। तपाईँलाई थाहा छ कतिचोटि अगमवक्त अगमबाणी मिस हुन्छ, भूत मिस हुँदैन। किनभने 2000 वर्ष अगाडि खेलाडी हो। अगमवक्त बिचरा कति वर्ष पुगेको हुन्छ र? पृथ्वीमा 100 वर्ष हद्दे भए। अगमवक्त एकजना अगमवक्तसँग पृथ्वीको आयु हेर्ने हो भने 100 वर्षको अनुभव हुन्छ। दुष्ट आत्मासँग 2000 वर्ष अगाडिको अनुभव छ। जसले येशूलाई माथि पछाड्नु खोजेको मान्छे यहाँनिर त्यतिकै टेर्छ। उसले छाम्छ नि मान्छेलाई, त्यसै हेर्ने बित्तिकै छामिदिइहाल्छ। अनि कोही मान्छेले भूत धपाउने हिँडेको मान्छे आफै भाग्दै 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 हिँड्नु परेको छ। किन भन्दाखेरि भूत धपाउने विश्वास चाहिन्छ, विश्वास चाहिन्छ। त्यो भएको कारणले विश्वास महत्त्वपूर्ण छ है। विश्वासीहरू सबैले भन्छ विश्वास महत्त्वपूर्ण छ, विश्वास महत्त्वपूर्ण छ। भूत किन नभागेको रहेछ? किन भूत धपाउने विश्वास नभएर रहेछ। अभिषेक कोही अभिषेक यति साह्रो छ, आफै थर्र काम छ मान्छे, तर भूत चाहिँ धपाउँदैन कतिले। अभिषेक ज्यादा भएर आफै बुङ लड्ने मान्छेहरू छ, तर भूत धपाउनु भने थर्र काम छ। कहिले काहीँ मान्छेमा यस्तो हुन्छ, किन आफ्नो कमी कमजोरीहरू हुन्छ, अनि भूत धपाउनुभन्दा अगाडि त्यो कमी कमजोरी याद आउँछ। अनि त्यो मान्छे जति नै अभिषेक भयो भने कोही बेला अगाडि सर्दैन। किन ला यसले मेरो कमजोरी भनिदिए त। विश्वासी कोही बेला प्रभुभन्दा ज्यादा नि भूतसँग डराउँछ। आजकल त अगमवक्त पनि डराउनु छोडेको छ। किन अगमवक्तले त्यो काम बिगारेकोहरू ज्यादा भनिदिँदैन नि त। नयाँ न्यू टेस्टामेन्ट पाराको अब अगमवक्त रिलिज हुँदैछन्। अनि नयाँ नियमको आधारले चाहिँ के भने म्याक्सिमम चाहिँ पाप असङ्ख्य भयो भने प्रेमले ढाक्नुपर्छ भन्ने कन्सेप्ट हुन्छ। पुरानो नियमको हो भने ड्याङ के ड्याङ भन्ने थियो, व्यभिचार गरेको छ यस्तो अहिले देखे पनि अब कोही बेला मान्छेले भन्दैन। किन भन्दाखेरि कमसेकम त्यो नयाँ नियमको पाराले हामीले प्रोफेटिकलाई अगाडि सारौँ भन्ने कुराहरू हुन्छ। त्यही भएर अहिले मान्छे डराउँदैन। अहिले के भन्छ अगमवक्ताहरू आयो भने सबै किन कुद्छ भन्दाखेरि अगमवक्ताले यस कार आउँदैछ भन्छ, बाइक आउँदैछ भन्छ, घर आउँदैछ भन्छ। अगमवक्तालाई भेट्नुपर्छ, किनभने अगमवक्तालाई पछ्याउनेहरू समृद्ध हुन्छ भने म प्रेरित हो, किनभने मेरो पछाडि अगमवक्ताहरू छन्। बाइबलले भन्छ प्रेरितहरू राजाहरू हो, राजाको अगमवक्ता हुनुपर्छ। मेरो पछाडि 6 अगमवक्ताहरू जसले मेरो लागि प्रार्थना गरिदिन्छ, जसको उनीहरू कामै देख्ने हो। त्यो भएको कारणले मैले नदेखेको कुरा उनीहरूलाई म राख्छु, उनीहरूले देखि पनि दिन्छ। हाम्रो काम फरक हुन्छ, प्रेरितको काम फरक हुन्छ, अगमवक्तको काम फरक हुन्छ। कोही बेला हामी देखेर हिँड्दैनौँ, हामी विश्वासले हिँड्छौँ। प्रेरितहरू चाहिँ देखेर हिँड्नेमा पर्दैन। प्रेरितहरू प्रायः विश्वासले हिँड्छ अनि देख्छ, तर अगमवक्तले पहिला देख्छ अनि हिँड्छ। अब प्रेरितहरू भनेको सिंहहरू हो, अगमवक्ता भनेको चिल हो। चिलले चाहिँ माथि पानी पर्दैछ भने थाहा पाएपछि बादलदेखि माथि गरेर तैरी बस्छ। सिंह त कहाँ भाग्नु, त्यो पानी परिन्जेल सिजनसम्म थापेर बस्नुपर्छ। आँधी तुफान आउँदैछ भन्दा चिललाई मजा आउँछ, पखेटा छ तुफानमा मजाले। अब सिंहको त्यो उयो हुँदैन, पखेटा हुँदैन। त्यो आँधी तुफान आइन्जेलसम्म सहने शक्ति चाहिँ राख्नु पर्यो, अनि डटेर जानु पर्यो। अनि त्यो भएको कारणले प्रेरित सेवाका अलिक फरक हुन्छ। अगपसले प्रेरित पावललाई भन्यो तपाईँ जाँदै गर्नु हुँदैन नि, त्यो के भन्छ यरुसलेममा तपाईँ मारिनुहुन्छ, पेटीले बाँधेर यसरी तपाईँलाई बाँध्छ। अनि उसले भन्छ थ्याङ्क यू, धन्यवाद कन्फर्मेसनको लागि, म त्यसैको लागि हिँडेको। तिमीले झन् कन्फर्मेसन दियो। कोही बेला अगमवक्त चाहिँ छल्छ, प्रेरितहरूलाई त्यो आउँदैन। प्रेरितहरू मारिनुको लागि उभिएको, प्रेरितहरू रित्तिनुको लागि उभिएको, प्रेरितहरू यसो जस्तै टाँगिनुको लागि उभिएको। उनीहरूलाई आफ्नो शरीरसँग फरकै पर्दैन, तर के छ आफ्नो तौर तरिका छ। अनि यहाँनिर कसरी भन्दै गर्दाखेरि नि परमेश्वरले अबको दिनहरूमा जसरी चलाउँदै हुन्छ, मैले भन्नु खोजेको चाहिँ धेरैचोटि विश्वासीहरू अगमवक्तसँग आजकल डराउँदैन। उनीहरू गएर दुष्ट आत्मासँग ज्यादा डराइ पठाउँछ। प्रभुसँग पनि सायद त्यति डराउँदैन जति दुष्ट आत्मासँग डराउँछ। मैले साँच्चै तपाईँलाई भन्दै 2-4 दुष्ट आत्मा लागेको मान्छे प्रगटीकरण हुन थालोस् कि त्यति बेला सबैजनाले पाप प्रस्ताव गरिहाल्छ। जुन चाहिँ अगमवक्त आउँदैन प्रस्ताव नगरेको पापहरू हुन्छ। प्रभु ममा नआओस् है, ममा नसरोस् है, मेरो पाप नदेखोस् है, सबै येशूको रगतले सिर्दी टुप्पा नङसम्म म सबै ढाक्दछु येशूको नाममा। दुष्ट आत्मा डाँट्नुको लागि चाहेको सिर्फ विश्वास हो। पवित्रताको आफ्नो ठाउँ छ, तर परमेश्वरले तपाईँ र मलाई पवित्र पार्दै हुनुहुन्छ। तर सबैजना पवित्र भइसकिन्छ भन्ने हुँदैन। कि पवित्रताबाट अशुद्धताबाट शुद्धता, पवित्रताबाट सिद्धता, सिद्धतामा लम्किँदैछौँ। अझै पनि मण्डली सिद्धतामा पुगेको छैन नि त। कोही बेला हामी चुक्छौँ, कोही बेला हामी। यद्यपि त्यो मान्छेमा विश्वास यस्तो हुनुपर्छ कि म काहीँ कतै चुकेको छु भने पनि प्रभु मलाई क्षमा गर्नुहोस्, तर यो दुष्ट डाँट्छु कि यो चाहिँ मभन्दा ज्यादा चुकेको छ। त्यो आँट हुनु पऱ्यो नि त। हामी चुकेको होला, तर दुष्टमा कति चुकेको छ। अझ चुकेको मान्छेले हामीलाई औँला देखाउँदैन, हामी किन राख्नु? हामी यो विश्वास हुनुपर्छ, यो पनि चुकेको, म पनि चुकेको, तर म अहिले प्रस्ताव गर्छु अनि यसलाई डाँट्छु। विश्वास त हुनु पर्यो नि त।
त्यही भएर विश्वासीहरूले भूतहरू निकाल्छ, किनभने उनीहरूमा यो विश्वास हुन्छ। त्यही भएर यदि विश्वास छैन भने नि जति नै आत्मिकी छु भन्ने भने दुष्ट आत्मा निकाल्दैन। त्यसो हुँदै गर्दाखेरि विश्वासद्वारा नै प्रार्थनाको उत्तर आउँछ। 5औं नम्बरमा चाहिँ यदि तपाईँ र मेरो विश्वास छैन प्रार्थना उत्तर आउँदैन। मर्कुस 11:24 भन्छ, यसकारण म तिमीलाई भन्दछु, तिमीले प्रार्थनामा जे माग्छौ सो पाएका छौ भने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। त्यसो मतलब तपाईँले कति लामो प्रार्थना गर्नुभयो भन्ने कुराले होइन रहेछ, तपाईँ विश्वास चाहिँ छ कि छैन कि तपाईँले गरेको प्रार्थना उत्तर आउँदैछ र आइसक्यो भन्ने। कतिचोटि विश्वासले चाहिँ के गर्छ भन्दाखेरि नि केही कुरो परै आउँदैछ तर अगाडि नै रमाउनु सुरु गरिहाल्छ। तपाईँलाई नि कोही मान्छेहरूले नि फोन गरेर भाइ तिम्रो लागि मैले आज आइफोन किनिदिएको छु है, पठाउनु बाँकी छ भने रमाउट चाहिँ आइफोन आइसकेपछि रमाउँछ कि अहिले रमाउनुहुन्छ भन्नुहोस् त? अहिले गदगद भइहाल्छ नि त। ओहो, अनि के हुन्छ, सुनाउनु थालिहाल्छ, ए साथी मेरो त आउँदैछ है आइफोन, किनिसकेको छ है दाजुहरूले, दिदीहरूले किनिसकेको छ है, आउँदैछ। तर आउनुभन्दा अगाडि हामी रमाउँछौँ। बाइबलले ठ्याक्कै त्यही भन्छ। प्रार्थना गर्दाखेरि नि यस्तो विश्वास गर कि त्यो पाइसकेको छु, तर हामी चाहिँ के भन्छौँ, पहिला पाउनु दे अनि रमाउँछौँ भनेर पर्खिराख्छौँ। विजय चाहिँ पहिल्यै मनाउनु पर्छ। बाइबलको आधारले चाहिँ जे कुरामा प्रार्थना गर्छौँ पाइसके भनेर पहिला यहाँ उफ्रिनुपर्छ अनि परमेश्वरले रिलिज गर्नुहुन्छ। यो चाहिँ परमेश्वरको तरिका हो। हामी चाहिँ के भन्छ, पहिला हातमा परोस् न अनि म उफ्रिन्छु, त्यो शङ्का गरेको। पहिला उफ्रिनुहोस् न, हातमा त्यसै पनि पर्छ। हालेलुया। विश्वासद्वारा नै प्रार्थनाको उत्तर आउँछ। कोही मान्छे यस्तो पनि छ जसले जिन्दगीभरि प्रार्थना गरे तर उत्तर कहिले पाएन, किनभने उनीहरूलाई विश्वास पनि लागेन कि उनीहरूले गरेको प्रार्थना उत्तर आउँछ भनेर। प्रभु मलाई 10,000 अट्ने हल दिनुहोस्, तर उसको मनले भन्छ यो कहिले पाउँदैन, एटलिस्ट प्रार्थना गर्दै गर। अनि त्यसमा रमाउनु सक्दैन मान्छे, कहिले हुन्छ हुन्छ। अनि परमेश्वरले कोही बेला दिनु पनि हुन्न, किनभने थाप्ने विश्वास छैन उसको। अनुग्रह छ परमेश्वरसँग दिने, तर थाप्ने विश्वास पुगेन उसको। प्रार्थना पुग्यो स्वर्गमा, उत्तर आउँछ, तर थाप्ने भाँडो उसको तयारी हुनुपर्छ नि त। परमेश्वरले भन्नुभयो म तँलाई प्लेन दिन्छु, अनि ल्यान्ड गर्ने ठाउँै चाहिँ छैन भने चाहिँ कसरी चाहिँ त्यो प्लेन दिनु भन्नु त? लु, तपाईँको घरमा पनि ल्यान्ड गर्ने ठाउँ छैन, एयरपोर्ट पनि छैन, अनि तपाईँको वरिपरि केही छैन, तपाईँ डाँडा बसिराख्नु भएको छ, प्लेन माग्नु भयो, अनि परमेश्वरले दिँदा चाहिँ कहाँ चाहिँ राख्नु थियो? तपाईँ माथि राख्यो भने त किचेर मर्छ। कतिचोटि परमेश्वरले नदिनु भएको आशिषहरू चाहिँ हाम्रो राख्ने ठाउँ नभएर पनि हो नि त। के प्रभुलाई थाहा छ यसलाई मैले 1 अर्ब दिएँ भने यो अहिले ठाउँको ठाउँ बेहोस भएर मर्छ, किन यसले केही पनि योजना बनाएको छैन। 1 अर्बको माग्नु चाहिँ माग्दैछ तर योजना केही बनाएको छैन। 1 अर्ब त माग्दैछ तर त्यसको लागि ठाउँ केही तयार पारेको छैन। अनि परमेश्वरले एक झ्याम्मै दिँदा त्यो मान्छे त बेहोस भएर मर्छ। त्यही नमरोस् भनेर पनि प्रभुले कतिवटा प्रार्थना उत्तर नदिनु भएको हुनसक्छ नि त। जे प्रार्थना गर्दैछ त्यसको तयारी अलरेडी हुनुपर्छ हामीसँग। हालेलुया। जुन आशिष माग्दैछ त्यो आशिष अटाउने भाँडो त तयार गरेको हुनुपर्छ। किन पुरानो नियममा छ, जाऊ भाँडा र भक्कु खोजेर ल्याऊ, म तेल त खन्याउँछु। तर भाँडै नखोजेको भए तेल कहाँदेखि खनिन्छ? अनि हामी भन्छ प्रभु हातैमा दिनुहोस् न, अनि कहाँ हुन्छ त्यसरी? किन परमेश्वरले उहाँको अभिषेकहरू खेरो जान दिनुहुन्न, जसरी हामी मान्छेले खेरो फाल्छौँ हाम्रो आशिषहरू। उहाँले उहाँको आशिषहरू एक थोपा पनि खेरो जान दिनुहुन्न। त्यसो हुँदै गर्दाखेरि हामीले जे कुराको लागि प्रार्थना गर्दैछौँ हामीमा नम्बर 1मा विश्वासद्वाराको प्रार्थना हुनुपर्छ कि त्यो प्रार्थनाको उत्तर आउँछ। त्यो प्रार्थना उत्तर आउँछ भनेर विश्वास छ भने त्यो मान्छेले अगाडिदेखि केही कुरा पाउन थाल्छ। यदि तपाईँलाई कसैले भन्यो हामी तपाईँलाई गाडी दिनेवाला छौँ, लु तपाईँ रेडी हुनुहोस्, तपाईँको लागि गाडी हामीले किनिसकेको छौँ, तपाईँ घरसम्ममा 15 दिनभित्र तपाईँ घरमा आउँदा, त्यो मान्छेले के बनाउँछ भन्नुहोस् त? घरमा पस्ने छैन, पहिला बाटो बनाउँछ, गाडी राख्ने ठाउँ बनाउँछ, गाडी आइसकेपछि ला घामले पोल्छ त्यसको लागि छहारी बनाउँछ, पैसा होस् नहोस् साथी सङ्गीसँग खोजेर लिएर ठाउँ बनाउँछ। स्वर्गले ठ्याक्कै त्यही हेर्नु चाहन्छ। त के माग्दैछस्? त्यो मागेको कुराको लागि तयारी के गर्दैछस्? म तँलाई दिनेवाला छु, तर जे कुरो तैँले पाइसके भन्छ नि त्यो चाहिँ तेरो व्यवहारमा त देखिनु पर्यो नि त। तैँले पाइसके भन्ने चाहिँ के प्रमाण छ? किनभने विश्वासको चाहिँ काम त देखिनु त पर्यो नि त तेरो जीवनमा। त्यसो हुँदाखेरि हामीले गरेको हरेक प्रार्थनाको उत्तर आउँछ, तर त्यसको तयारी कोही बेला हामी नै नभएको कारणले उत्तर अलिक ढिलो चाहिँ भएको। हरेक प्रार्थनाको उत्तर आउँछ तर कोही बेला हामीसँग त्यो विश्वास हुँदैन कि प्रभुले दिनुहुन्छ भनेर। अनि दे पनि नदिने एउटा निवेदन चाहिँ चढाइराखौँ न भन्ने खालको पाराले चाहिँ हुँदैन। तपाईँ र मेरो विश्वास हुनु जरुरी छ। हरेक प्रार्थनाको उत्तर प्रभुले दिनुहुन्छ।
मलाई विश्वास छ हरेक प्रार्थना उत्तर प्रभुले दिनुहुन्छ, तर तपाईँ र म त्यो विश्वासको उत्तर आउनुभन्दा अगाडि रमाउनु सुरु गर्नुपर्छ। किन विश्वासले चाहिँ के गर्छ भन्दाखेरि नि आशा होइन नि त, विश्वास पछि हुन्छ होइन नि त, विश्वास अहिले हुन्छ। अनि त्यहाँ पाइसक्यो भने यहाँ उत्तर आयोहरू नाच्नु सुरु गरिहाल्नुहुन्छ। यस प्रभु धन्यवाद, तपाईँले यहाँ मेरो प्रार्थना उत्तर आइसक्यो, धन्यवाद तपाईँलाई, मेरो प्रार्थनाको तयार। एकजना साथीले बाइक किन्नुभन्दा अगाडि हेलमेट किन्नुभयो, अनि हेलमेट किन किन्नु भएको भन्दा प्रभुले मलाई बाइक दिँदै हुनुहुन्छ, पछि प्रभुले 2टा बाइक दिनु। तयारी हो यो, स्वर्गको तरिका हो यो, हामीले जान्नुपर्छ यो कुराहरू। त्यही भएर बिना विश्वास कुनै पनि प्रार्थना उत्तर आउँदैन। अनि प्रभुले हचुवाको भरमा हामीलाई उत्तर पनि दिनुहुन्न। तपाईँ र मेरो विश्वास हुनुपर्छ कि जब हामी प्रार्थना गर्छौँ उहाँले हामीलाई के गर्नुहुन्छ, दिनुहुन्छ भनेर। 6औं नम्बरमा विश्वासद्वारा नै परमेश्वरबाट हामी आशिष पाउँछौँ। रोमी 5:2ले यसरी भन्छ, उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौँ, यस अनुग्रहमा हामी खडा छौँ र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा रमाउँछौँ। विश्वासद्वारा नै परमेश्वरबाट आशिष आउँछ। एफिसियको 3ले भन्छ, हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद गर्नु भएको छ। सबै आशिष चाहिँ ख्रीष्टमा आइसकेको छ, तर प्रकट चाहिँ केले गर्ने? विश्वासले। किन विश्वासको काम भनेको अदृश्यको कुरालाई दृश्यमा ल्याउने हो। अनि हामी आशिष नपाएको मान्छे होइन नि त, आशिष पाइसकेका छौँ। फरक चाहिँ त्यो आशिष हाम्रो हातमा छैन, त्यो चाहिँ येशूको साथमा छ। अनि येशूको साथदेखि हाम्रो हातसम्म कसरी ल्याउने? विश्वासले। विश्वासले कसरी ल्याउने? कसरी तान्ने? हाम्रो काम छ भाइ, कसरी तान्ने? विश्वासले। कतिले देख्नु भएको छैन होला, यहाँ मेहनत गरिराख्नु भएको छ, त्यो भएको कारणले विश्वासले। विश्वासले 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 भन्नुहोस् त, विश्वासले। विश्वासले। प्रभु पैसा ज्यादा बढाउनु होइन के, प्रभु मेरो विश्वास ज्यादा बढाउनु। पैसा तपाईँले मलाई 100% दिनुहुन्छ कि त्यो पैसा थाप्ने मेरो हात चाहिँ प्रभु बढाउनुहोस्, किनभने तपाईँले पैसा दिँदै गर्दा मेरो हार्ट एट्याक नहोस्। पुरै त्यो भन्नुपर्छ हामीले। त्यो बेला बेलामा भन्छ एकजना लट्री पर्यो अरे, अनि लट्री परेको कारणले त्यो एउटा टोलीहरूले चाहिँ त्यो लट्री परेको मान्छेलाई गएर झ्याप्पै भन्दा हार्ट एट्याक हुन्छ भनेर पहिला उनीहरूको टोलीको एकजनालाई पठाएछ, उसलाई जसरी मनाउनु, इन्डाइरेक्टली कुरा गर्नु, ताकि त्यो उसको 1 करोड लट्री परेको छ, त्यो 1 करोडको चिठा उसको हातमा पर्दा ऊ फेन नहोस्। अनि गएर घुमाएर 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 कुरा गरेछ। अनि अन्तिममा तपाईँले कहीँ कतै चिठा काट्नु भएको छ भनेको, काटे बस्छु, अहिले पनि काटेको छु। मानिलियो तपाईँकोमा 1 करोड पर्यो भने के गर्नुहुन्छ भने 50 लाख तपाईँलाई दिन्छु भने त्यो मान्छे ठाउँको ठाउँ ढलेछ। सुनाउँदै गएको मान्छेले चाहिँ एक्सपेक्ट थिएन उसले मलाई दिन्छ भनेर। त्यो मान्छेले त बिचरा के को 1 करोड पर्यो तपाईँलाई 50 लाख दिन्छु भने उसलाई थाहा छ नि त अब पक्कै परेको छ भनेर। त्यो सुनाउनु गएको मान्छे पो ढलेर बिहोस्। तपाईँ मैले जुन आशिष छ नि, परमेश्वरले यति साह्रो राखिदिनु भएको छ, तर त्यो आशिष थाम्न सक्दैन भनेर चाहिँ कहिलेकाहीँ परमेश्वरले तपाईँ र मलाई नि हाम्रो विश्वास बढा भन्नुहुन्छ। म तँलाई आशिष दिन्छु, तर त्यो आशिष थाम्न सक्ने तेरो विश्वासको नाप हुनुपर्छ। त्यो आशिष थाप्न सक्ने तेरो विश्वासको हात हुनुपर्छ। यहाँ 20 जना विश्वासी हामीले मजाले ह्यान्डलिङ गर्नु सकेका छैनौँ र परमेश्वरले चाहिँ 2000 जना विश्वासी एकैचोटि दिनु भने त्यो पास्टर हार्ट एट्याक हुँदैन? हुन्छ नि। चर्चमा सोच्दै नसोच्दै यहाँ चाहिँ मानिले 1 हप्ता चाहिँ मान्छे अट्टै नअट्टी आयो, यसरी हेर्दा ऊ पर लाइन छ भने त्यो पास्टर चाहिँ के हुन्छ? यहाँनिर तपाईँले 200 जना कन्फरेन्स राख्नु भएको, आज चाहिँ 2000 जना आएको भए चाहिँ कस्तो चाहिँ हुन्थ्यो होला? पास्टर यहाँ हुनुहुन्न थियो नि, बिचरा पास्टरहरू बाहिर खोजिनेको हुनुपर्थ्यो, थालहरू एक्स्ट्रा। हार्ट एट्याक हुन्थ्यो। ला कहाँदेखि ल्याउँ, के ल्याउँ, कहाँ कसो गरौँ, फास्टिङ राखौँ कि खुवाउँ, बिजक हुन्छ नि। यस कारणले तपाईँहरू मेरो विश्वासको नापहरू जति बढ्दै जान्छ नि, आशिष परमेश्वर त्यही अनुसार खन्याउनुहुन्छ। प्रश्न चाहिँ यो होइन कि परमेश्वरले मलाई आशिष दिनुहुन्छ या दिनुहुन्न, प्रश्न चाहिँ यो हो कि तपाईँ र ममा त्यो आशिष थाप्ने विश्वास छ कि छैन। विश्वास बढाउनुहोस्, आशिषको नाप बढ्छ। किनभने परमेश्वरले विश्वासद्वारा नै हामीलाई आशिष दिनुहुन्छ। विश्वासद्वारा नै आशिष दिनुहुन्छ। अनि आशिष चाहिँ ख्रीष्ट येशूमा छ, अनि हामीले विश्वासले तानेर ल्याउने हो। तपाईँको विश्वास कत्रो छ? कोही बेला मान्छेलाई कति धनी हुने भनेर सोध्यो भने उसको गाउँको सबैभन्दा धनी को छ त्यही मान्छे त देखाउने हो। यो फल्ला जत्रो चाहिँ हुनुपर्छ होला,
घर कत्रो बनाउने, त्यो गाउँमा सबभन्दा ठुलो कसको बनाएको छ, उसले कत्रो देखेको छ उसको जीवनमा, उसले भन्ने त्यत्रै हो। अनि नेपालमा अहिले मात्रै हो 17, 18, 19, 20, 21, 22 तला हुँदै गरेको, किनभने नेपालको धरारा 22 तला हो। सुरुमा त त्यो धरारा भन्दा ठुलो घरैमा हुन दिँदैन थियो, 9 तला थियो त धरारा, अनि धरारा छोप्छ भनेर त्यो काठमाडौँ वरिपरि 9 तला भन्दा ठुलो भवनैमा हुन दिँदैन थियो। अहिले धरारा बढ्यो अनि भवन पनि बढाउन दिँदैछ, किन 16, 17 तला दिँदैछ, किन धरारा 22 तला पुग्यो। एक्ज्याक्टली हाम्रो विश्वासको नापहरू जत्रो बढ्दै जान्छ नि, परमेश्वरले हामीलाई आशिषको नाप उता नै बढाउँदै जानुहुन्छ। कुरो चाहिँ आशिष कति पाएँ कति पाएन, किन थोरै पाएँ होइन, कुरो चाहिँ तपाईँ मेरो विश्वासको नापहरू कतिसम्म बढ्दैछ भन्ने कुराले फरक पार्छ। हालेलुया, हालेलुया, हालेलुया। त्यही भएर आफू छक्कै हुने गरी विश्वास बढाउनुहोस्, अनि प्रभु पनि छक्कै, तपाईँ पनि छक्कै, अरू पनि छक्कै। सुन्दाखेरि मान्छे ठहरै ढल्ने खालको सपनाहरू राख्नुहोस्। सपना सुनाउँदै गर्दा कोही मान्छेले मुटु छानुहोस्, यसरी रोकेर भन्दै मलाई अलिक सास फेर्नु गाह्रो भयो भन्ने होस्। धेरैजना नेपालीहरू नि खासमा नि त्यो प्रभुसँग मजाले हिँड्दै नजानेर हो, त्यो विश्वासमा उभिँदै नजानेको कारणले हो अहिले पनि खालि दुःख पाइराखेको। पास्टरलाई गवाई सेयर गर्नु लगायो भने खालि दुःखकै मात्रै हो। हामीले त दुःख पाउँदा पाउँदा एक जोड चप्पल थियो जम्मा 3 साल त्यही लगायौँ, चुट्टेको थियो, फेरि त्यही सिलाएर लगायौँ, त्यही मात्रै छ पास्टरको अहिले के भन्छ कतिवटा गवाईहरू। त्यो भएको नयाँ पुस्तालाई सेवाकाई आउँछस् भन्दा आउँदैन भन्छ, किनभने उनीहरूले गवाई सुनेकै यही मात्रै छ। पास्टरहरूले स्कर्पियो चढ्यो, फरारी चढ्यो भन्ने त सुनेको छैन। पास्टरहरूले बिचरा नभएर थोत्रे साइकल चढ्यो, अनि त्यो पनि नभएर हिँडेर चढ्यो, साइकल एउटा थियो 10 ठाउँ पम्चर भयो भन्ने मात्रै सुनेको छ नि त। अनि नयाँ पुस्ता कहाँ आउँछ सेवाकाईमा भन्नुहोस् त? साँच्चै हो कि होइन भन्नुहोस् त? हो नि, गाह्रो छ नयाँ पुस्तालाई। त्यसको मतलब मैले यहाँनिर भक्को खतरा आउनुपर्छ भनेको होइन, हाम्रो विश्वासको नाप त बढाउनु पर्यो नि त। थियो होला कुनै समयमा, थियो होला कुनै समयमा, मेरो त साइकल पनि थिएन। बल्ल बल्ल एउटा साइकल रुएर आमालाई किन्नु लगाएको थिएँ। आमाले सुँगुर बेचेर साइकल कति 2600 को किनिदिनु भएको थियो। एउटा साथीले सन्डे स्कुलमा बाहिर पहिलो हप्तामा सन्डे स्कुल लिएर गएको साइकल चाहिँ म एकछिन पर पुगेर आउँछु ल भने भएर आएर निस्किँदा साइकलै छैन। उसले भन्छ यही चर्चको बाहिर राखेको थिएँ भन्छ, साइकलै छैन। एक हप्ता कुदाउन नपाई साइकल गयो। पछिबाट अर्को एउटा साइकल आयो, त्यो चाहिँ म सेवाकाई गर्दाखेरि मेरो सेवाकाईको तौर तरिका देखेर प्रभु नपाएको मान्छेले किनिदिएको साइकल। अनि अहिले मैले के लाग्छ भन्दाखेरि त्यति बेला मेरो विश्वास भने त्यही साइकल त थियो, अनि त्यही साइकलै पाएको। तर पछिबाट विश्वास अलिकति बाइकसम्म पुग्यो, अनि अहिले चाहिँ विश्वास अलिकति बाइकभन्दा माथि पुग्दैछ। किनभने तपाईँ र मेरो विश्वासको नाप बढ्यो भने आशिष बढ्छ, तर विश्वासको नाप बढेन भने आशिष पनि बढ्दैन रहेछ। खास कुरो मैले के बुझेँ भन्दाखेरि हात परमेश्वरमा होइन मेरोमा हुनुपर्दो रहेछ। परमेश्वरलाई त दिनु कति हो कति छ, तर हाम्रो चाहिँ फोकस, हाम्रो चाहिँ विश्वासको नाप कत्रो छ त्यसले फरक पार्छ। हालेलुया, हालेलुया, हालेलुया। साथीलाई छ भन्नुहोस् त, सुत्नु भयो कि ठिकै हुनुहुन्छ भन्नुहोस् त? निद्रा लाग्दैछ तपाईँलाई? छैन? प्रभुलाई पार निद्रा लाग्ने मान्छे चाहिँ नि स्वर्गमा चाहिँ सिरानी मात्रै भेटस्। त्यो मैमै देखेर पनि सुतिराख्ने मान्छे जस्तो चाहिँ अरू के भन्नु र होइन। तर प्रभुलाई मै एटलिस्ट कमसेकम हाम्रो से सन्दर्भमा चाहिँ प्राय मान्छे सुत्दैन, त्यो चाहिँ खुसी लाग्छ। त्यो चाहिँ हामी खतरा भएर चाहिँ होइन, तर मानिसहरूलाई परमेश्वरले छुनुहुन्छ पक्का पनि, यो विश्वास गर्छ। अब सुन्नुहोस् है, अर्को कुरा के छ भन्दै गर्दाखेरि मैले तपाईँलाई के कुरा फोकस गर्दैछु भन्दाखेरि हाम्रो जीवनको यात्राहरूमा हरेक क्षेत्रहरूमा विश्वास चाहिँदो रहेछ। कोही कोही बेला हामीलाई नर्मल लाग्छ क्या यो विश्वास भनेको, किन विश्वासी भएपछि विश्वासको बारेमा सुनेको अनि विश्वास गर भनेको सुनेको। आज म तपाईँलाई अलिकति बताइ पनि दिन्छु विश्वास कसरी गर्ने भनेर। तर कुरो चाहिँ यो छ, हामी विश्वासी हौँ भने विश्वासबाटै विश्वासी भएको, विश्वासबाटै जीवनको अन्त्य हुनुपर्छ। धेरैचोटि मान्छेले रिभाइभल सुरु गर्छ अनि सर्भाइभलमा सकाउँछ। खासमा हृदयमा मेरो कोही बेला प्रश्न हुन्छ, यो रिभाइभल जहाँ पनि सुरु हुँदैछ यो सर्भाइभल सकिने हो कि यसले महिमा बोकेर ल्याउने हो? रिभाइभलको गन्तव्य चाहिँ महिमा हो। रिभाइभलले चाहिँ एउटा महिमा लिएर आउनुपर्छ, तर धेरैचोटि रिभाइभलले महिमा लिएर आउँदैन। रिभाइभलले एउटा गाडी ल्याएपछि, एउटा कार ल्याएपछि, 2-4 घर ल्याएपछि, विश्वास 1-2 पुगेपछि, अनि मण्डली अलिकति चिटिक्क भएपछि, 2-4 सोफा ल्याएपछि रिभाइभल खतम। त्यसपछि मान्छेले अनि अन्य भाषा बोल्नु छोड्छ कति ठाउँमा अब त हामीलाई पुग्यो भन्छ। कति ठाउँमा रातको नाइट प्रेयर पनि छोड्छ, किन त्यो पाउनुभन्दा अगाडि रातभरि प्रार्थना गर्ने मान्छे त्यसपछि रातभरि सोफा भएपछि त मजाले निद्रा लाग्छ होइन। त्यो सुरुमा त एसी हुँदैन, प्रार्थना गर्दा एसी आउँछ, एसी आएपछि प्रार्थना गर्नु कहाँ मनपर्छ। गर्दा कति बेला निदा थाहै त हुँदैन। पहिला त कमसेकम निदाउँ भन्दा पनि गर्मीले निदाउनु दिँदैन थियो।
हैन। त्यही भएर जागृति आउँथ्यो। अनि त्यही भएर धेरैवटा जागृतिहरू रिभाइभलहरू सर्भाइभलमा सकिएको छ। तर हाम्रो पुस्तामा यो हुनु हुँदैन। हालेलुया भन्नुहोस् त, यो हुनु हुँदैन, यो हुनु हुँदैन। विश्वास अलिक गाडी भन्दा माथि पुग्नुपर्छ। विश्वास 3-4 तला हाम्रो बिल्डिङ भन्दा अलिकति माथि जानुपर्छ। विश्वास हाम्रो 200-400 विश्वासी भन्दा अलिकति माथि नै जानुपर्छ। विश्वास हाम्रो वरिपरिको स्टाफहरू 4-5 जना पुग्यो अब त मलाई भन्ने हुँदैन, अलिकति माथि नै जानुपर्छ। किन जब विश्वास बढाउँछौँ परमेश्वरको राज्य बढ्छ। परमेश्वरलाई साह्रो 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 कोही बेला परमेश्वरलाई त्यो माथि बसेर विचलित हुनुको यदि कारण छ भने मेरो विचारमा लागेको चाहिँ त्यो पृथ्वीमा हेर्दाखेरि मान्छेमा विश्वास नभेटाएर हो। होइन भने त्यही ठाउँमा त्यही एकजना व्यक्तिबाट शक्तिशाली सेवकै हुँदैछ, त्यही ठाउँमा किन अर्को चाहिँ खानु पनि पुगिरहेको छैन? सेवक त सँगै हो नि। परमेश्वरले माया गर्नुहुन्छ र गर्नुहुन्छ हरेकलाई। सुन्नुहोस् है, परमेश्वरले सबैलाई बराबरी माया गर्नुहुन्छ, तर भरोसा चाहिँ बराबरी गर्नुहुन्न। यहाँ भरोसाको नाप चाहिँ त्यो मान्छेको विश्वासको नापमा भर पर्छ। प्रभुले एउटालाई आवाज दिन्छ, ए बाबा घर सुरु गर्न, घर सुरु गर, म तँलाई दिन्छु। अनि त्यो मान्छेले कहाँबाट स्पोन्सर आउँछ भने बसिरहेको छ नि, घर कहिले सुरु गर्दैन। तर अर्कोले चाहिँ केही पनि छैन, प्रभुको आवाज सुनेपछि उसले सुरु गरिहाल्छ। प्रभुले उसलाई भट्टाभट दिनुहुन्छ अनि यताकोले भन्छ उसले चाहिँ कहाँदेखि स्पोन्सर पायो नि, मभन्दा खतरै पाएछ। त्यस्तो भएको भए त म पनि बनाइहाल्थेँ नि। त्यस्तो अरे बाबा तिमीले त्योभन्दा खतरा स्पोन्सर पाउनेवाला थियो, तर तिमीले सुरु नगरेपछि प्रभुले कसरी दिनु? बाटो बनायो भने उहाँले खनाइहाल्नुहुन्छ नि, बाटै बनाएको छैन कसरी खन्याउनु? हो कि होइन भन्नुहोस् त? विश्वास विश्वास साथमा बिना विश्वास, बिना विश्वास उत्पन्न भएको सबै कुरा पाप हो। रोमी 14:23 यसले भन्छ, विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो। यसको मतलब तपाईलाई सबै कुराको लागि विश्वास चाहिन्छ भनेको। यदि विश्वास बिना केही कुरा उत्पन्न भएको छ भने त्यो पाप हो भन्छ बाइबलले। भनेको हरेक क्षेत्रहरूमा विश्वास सम्मिश्रण हुनु पर्दो रहेछ। चाहे तपाईँको प्रार्थनामा होस्, चाहे तपाईँको फास्टिङमा होस्, चाहे तपाईँको जीवनको बाइबल अध्ययनमा होस्। तपाईँले बाइबल अध्ययन गर्दै गर्दाखेरि पनि प्रभुले मलाई देख्नुहुन्छ अनि विश्वास छैन भने त्यो बाइबल अध्ययन गरेर पत्रिका पढेको उस्तै नै हो, त्यसमा केही फरक पार्दैन। किनभने मान्छेले 7 चोटि बाइबल पढेर पनि यसो ग्रहण नगर्ने मान्छे जिउँदै थिए, अहिले बितेर गए। कतिजना इतिहासकारहरूले बाइबल कति 100 चोटि पढे, उनीहरू क्रिस्चियन कहिले भएनन्। किनभने त्यो बाइबल जो पढ्दैछ त्यो बाइबल लेख्नु नै परमेश्वर अहिले पनि जिउँदो हुनुहुन्छ भनेर कहिले पत्याए पो। यस कारणले हरेक क्षेत्रमा तपाईँ मेरो विश्वास इन्भल्भ हुनुपर्छ। एकछिन म बताउँछु विश्वास के हो, तर अहिले तपाईँ र मैले बुझाउँदैछु विश्वास किन महत्त्वपूर्ण छ। त्यही भएर बाइबलले भन्छ विश्वास बिना उत्पन्न केही कुरा भएको छ भने यो पाप हो। तपाईँ र मेरो एबिलिटीले, तपाईँ र मेरो योग्यता र खुबीले एउटा लेभलसम्म हामीले काम गर्न सकौँला, तर याद गर्नुहोस् परमेश्वरप्रतिको विश्वास बिना यो मेरो पैसाले भइहाल्छ भनेर चर्च बनाउनु सुरु गर्नु त्यो पनि पाप हो। तपाईँमा विश्वास हुनुपर्छ। पैसाले सबै कुरो गर्दैन, एक लेभलसम्म गर्ला। तपाईँको आँट र तपाईँको के भन्छ क्षमताले एक लेभलसम्म पुर्याउला, तपाईँको ज्ञानले एक लेभलसम्म पुर्याउला। तर बाइबलले भन्छ यदि परमेश्वरमा भरोसा नगरी आफ्नै बल र बुद्धिमा भरोसा गर्दै श्रापित होस् त्यो मानिस जसले मान्छेमाथि भरोसा राख्छ। भनेको मतलब मान्छेको ज्ञानमा, मान्छेको बुद्धिमा, मान्छेको बलमा, मान्छेको तागतमा, मान्छेको पैसामा। तपाईँ र मैले त्यही पैसा त्यही बल त्यही तागतमा भरोसा राख्नु हो भने चाहिँ बाइबल भन्छ उसले निर्माण गरेको हरेक कुराहरू पाप हो। याद गर्नुहोस्, म तपाईँलाई अनेस्टली भन्छु, विश्वास बिना नि निर्माण भएको केही कुराहरू छ भने त्यो मान्छेले भोलि घमण्ड गर्न सुरु गर्छ। कोही मान्छेले 4वटा घर बेचेर उसले एउटा चर्च बनाओस् कि उसले 25सँग भनिबस्छ यो त मैले कि मेरो घर बेचेर, मेरो पसिना बगाएर, मेरो रगत बगाएर बनायो भवन हो। त्यही भएर कोही बेला परमेश्वरले कामै गर्नु हुँदैन। लिडरले भन्छ म भएको कारणले हो यो समाज यति माथि पुगेको, म भएको कारणले मात्रै हो क्या यो विश्वासीहरू यति भएको, म भएको कारणले मात्रै हो क्या यो चर्च यहाँसम्म उठेको, म नभएको भए नि उयो टोयलेट अहिलेसम्म बन्दैन थियो, म नभएको कारणले उयो किचन अहिलेसम्म बन्दैन थियो। बाइबल भन्छ यो सबै पाप हो। भनेको परमेश्वरको महिमा पुग्नुबाट चुक्यो है तिमी भनेको पाप के हो? परमेश्वरको महिमा पुग्नुबाट चुक्नु, तिमीले अब महिमा देख्दैनौ। पाप भनेको व्यभिचार गर्नु मात्रै होइन नि त। रियल पाप भने चाहिँ परमेश्वरको महिमा पुग्नु, परमेश्वरको महिमा देख्नुबाट चुक्नु हो नि त। त्यहाँ जहाँनिर परमेश्वरको महिमै देख्दैन, जहाँनिर त्यो मण्डलले लङ्गडा आउँछ लङ्गडै फर्केर जान्छ, अन्ध आउँछ अन्धै फर्केर जान्छ भनेपछि त्यहाँ परमेश्वरको महिमा छैन भने त्यो पाप सरो त हो। प्रभुको महिमा पुगेन त्यो मण्डली भन्नु खोजेको। घमण्ड सुरु हुन्छ अनि त्यसो भन्छ, त्यसो पास्टरले एउटा बनायो, डिकनले म 2टा बनाइदिन्छु भन्छ। डिकनले 2टा बनाइदिएर डिकनले भन्छ पास्टरले त एउटा मात्रै बनायो कि टोयलेट, मैले 2टा बनाइदिएको। त्यो चाहिँ मैले बनाएको है भन्छ।
बाइबलले भन्छ पतनको अगाडि अहङ्कार र घमण्ड आउँछ। यदि विश्वासमा कुनै कुरो स्थापित छैन भने त्यसको जग जति नै बलियो बसाल्नुहोस् एक दिन धर्मराएर लड्छ। हरेक कुराहरू विश्वासमा हुनुपर्छ। प्रभुको दास पौल भन्ने प्रभु दास हुनुहुन्छ नाइजेरियामा। उहाँले अहिलेको संसारको सबैभन्दा ठुलो चर्च बनाउनु भयो, जुन चाहिँ संसारको सबैभन्दा ठुलो फुटबल स्टेडियमभन्दा ठुलो छ। अहिले यसपालि भर्खर वर्ल्ड कप सक्यो, जहाँनिर 80-86 हजारसम्म अट्ने बनाए स्टेडियम। तर उहाँले चाहिँ 1 लाख अट्ने स्टेडियम बनाउनु भयो, जुन चाहिँ चर्च हो। अनि त्यो चर्च चाहिँ बनिनुभन्दा अगाडि नै उहाँ पैसा पेमेन्ट गर्नुभयो। कोही मान्छे आयो, उनीहरूले भने हामी पनि सहमत हुन तयारी छौँ यो चर्च बनाउँदै गर्दा। उहाँले भने सरी, यो चर्च बनाउनुभन्दा अगाडि नै पेमेन्ट फुल गरिदिएको छौँ हामीले, केही छैन, अब बनाउनु मात्रै। अनि बनिसक्दै गर्दाखेरि पत्रकारहरू आयो, उनीहरूले भने कसरी यत्रो ठुलो चर्च बनाउनु भयो? उहाँले भन्छ मैले बनाएको होइन, म चाहिँ यहाँनिर साक्षी छु परमेश्वरले कसरी बनाउनु भयो। म चाहिँ हेर्दै मात्रै छु उहाँले कसरी बनाउँदै हुनुहुन्छ, उहाँ चाहिँ कसरी पुरा गर्दै हुनुहुन्छ, उहाँले कसरी सक्दै हुनुहुन्छ। म चाहिँ गवायो जिउँदो, केही गरेको छुइनँ मैले। बाइबलले भन्नुहुन्छ नि परमेश्वरले मेरो महिमा कसैलाई म दिनेवाला छैन। अरे हो, महिमाको प्रतिबिम्ब हुनु चाहिँ हामीलाई प्रभुले बोलाउनु भएको छ, तर महिमाको सबै श्रेय लिनुको लागि बोलाउनु भएको होइन। महिमा बोक्नुको लागि, महिमा प्रतिबिम्बित गर्नुको लागि बोलाउनु भएको, महिमा खानुको लागि चोर्नुको लागि बनाउनु भएको होइन। यस कारणले जब परमेश्वरको दासहरू नम्रतामा आएर भन्छ नि यो 1 अञ्जली भर मेरो आफ्नो क्षमता होइन, यो परमेश्वरले बनाउनु भएको। किनभने तपाईँले जुन हामीले आफ्नो खर्च वर्च जति दिन्छौँ त्यो पनि प्रभुले नदिएको भए कहाँ दिए हुन्थ्यो? घर हामीले मानिलिउँ बेचेरौँ, त्यो घर पनि प्रभुले नदिनु भएको भए कहाँ दिन्थ्यौँ? हात खुट्टाहरू नै प्रभुले नदिनु भएको भए, प्रभुले अन्धो बनाइदिनु भयो, आँखै नखोलेको भए जन्मिँदाखेरि कसरी कमाउँथ्यो पैसा? हो कि भन्नुहोस् त? हो नि, हरेक कुरा। त्यही भएर बाइबलले भन्छ पृथ्वीको सबै सुन र चाँदी उहाँको, पृथ्वीको धन दौलत उहाँको। अनि हामीले कुनै पनि घमण्ड गर्ने ठाउँहरू छैन, बरु हामीले नम्रतामा झुकेर भन्नुहुन्छ प्रभु महिमा तपाईँलाई, तपाईँको महिमाको साक्षी म भइराखेको छु। विश्वास चाहिन्छ है, यसको लागि पनि विश्वास चाहिन्छ। यो सबै प्रभुले बनाउनु भएको भन्नुलाई विश्वास चाहिन्छ। किनभने घमण्ड जित्नुको लागि विश्वास चाहिन्छ, स्वार्थ जित्नुको लागि विश्वास चाहिन्छ, विश्वास चाहिन्छ। म प्रभुलाई भन्दैछु प्रभु मलाई अझै रित्तिने क्यापासिटी, एउटा क्षमता दिनु भएको छ। प्रभु मेरो विश्वासले पुग्दैन, अहिलेसम्म जति रित्तेको छु। किन रित्तिनुको लागि विश्वास चाहिन्छ? तपाईँलाई थाहा छ रित्तिनुलाई विश्वास चाहिन्छ। किन परमेश्वरले दिनुहुन्छ भन्ने विश्वास छैन त्यो मान्छे रित्तिँदैन। परमेश्वरले अर्को बाइक दिनुहुन्छ भन्ने विश्वास छैन त्यो मान्छेले सुरुको बाइकै रोप्दैन। परमेश्वरले मलाई पछि अझै घर दिनुहुन्छ भन्ने छैन त्यो मान्छेले सुरुको घरै रोप्दैन। परमेश्वरले मलाई अझै पनि ठुलो सेवाका दिनुहुन्छ भन्ने थाहा छैन भने, विश्वास छैन त्यो मान्छेले जुन गर्दैछ त्यो सेवाका अरूलाई हस्तान्तरण गर्नै सक्दैन। विश्वास चाहिन्छ रित्तिनुको लागि भने। सबै कुरा जुन परमेश्वरको विश्वासबाट उत्पन्न छैन नि त्यो कुराहरू पाप हो। अनि धेरैचोटि मण्डलीले कोही बेला ख्याल गर्दैन कि यो सबै कुरा जो बनिएको छ, जो भइराखेको छ, त्यो मान्छेको इन्भल्भमेन्ट होला, तर त्यो विश्वासद्वारा भएको हुनुपर्छ। हालेलुया। साथीलाई यसो झकझगाएर भन्नुहोस् त, ताजै हुनुहुन्छ, आँखा खुल्दैछ। हालेलुया, हालेलुया। कसो हुँदैछ हौ तपाईँलाई? ठिकै हुँदैछ कि म बोल्लेकै गुट्टुटु गएँ म त्यो टिभीमा भटभटाएकै जस्तो? तर एटलिस्ट हामीले जसो गरे पनि तपाईँको हृदयमा केही विश्वास रोपिँदैछ, तपाईँको मस्तिष्कमा केही कुरा रोपिँदैछ। त्यो चाहिँ सबैभन्दा ठुलो कुरा हो। तपाईँ भित्रबाट केही कुरा उत्पन्न हुँदैछ, तपाईँ भित्रबाट केही परमेश्वरको विश्वासको आत्माले काम गर्दैछ। अब तपाईँ यहाँदेखि फर्केर जाँदाखेरि पक्कै नै बल आउँछ। यहाँ आउँदाखेरि गाह्रो भइराखेको होला, पाइला चाल्नु अप्ठ्यारो भइरहेको, फर्केर जाँदा फुर्तिलो हुन्छ शरीर, भिजनहरू तन्किन्छ, तपाईँको विचारहरू फैलिन्छ तपाईँको। अनि प्रभुलाई महिमा होस् किन उहाँ जिउँदो हुनुहुन्छ, उहाँले काम गर्नुहुन्छ। 8औँमा विश्वास परमेश्वरको सिद्धान्तको एक आधारभूत जग हो। म तपाईँलाई पढाउँदैन छु, किन पढाउनु खाँचो छ भन्दाखेरि हाम्रोहरूले नपढेरै हो कोही बेला काम बिगारेको ज्यादा। त्यही भएर चर्चभित्र चाहिँ अलिक टिचिङ ज्यादा चाहिन्छ, बाहिर चाहिँ प्रिचिङ चाहिन्छ। संसारको मान्छेले चाहिँ प्रिच गर्नुपर्छ, चर्चले चाहिँ टिच गर्नुपर्छ। त्यही भएर अलिकति यहाँ टिचिङ बेस लिएर गएको म तपाईँलाई। यसुको 6वटा सिद्धान्तहरू छन्। आधारभूत सिद्धान्त भनेको चाहिँ स्टार्टिङको फेजहरू, जग बसाल्नु पर्ने। अनि यो हिब्रू 6:1ले यसरी भन्छ, यसकारण ख्रिस्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ लम्कौँ, मृत्युतिर लैजाने कार्यहरूबाट पश्चाताप
र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौँ। यो सिद्धान्तहरूमा येशू ख्रीष्टको जुन दिनुभएको सिद्धान्त 6वटा छ। नम्बर 1मा के आउँछ भन्दाखेरि पश्चाताप पहिलो आधारभूत सिद्धान्त हो। मण्डलीलाई पश्चातापको बारेमा थाहा हुनुपर्छ। यो आधारभूत हो, स्टार्टिङ फेज हो, मोन्टेसरी लेभल हो। यो चाहिँ सन्डे स्कुल लेभल हो, यो चाहिँ नर्सरीको लेभल हो, जहाँनिर पश्चाताप, अर्को चाहिँ विश्वास। यो विश्वास पनि एउटा आधारभूत हो। बाइबलले भन्छ यदि धार्मिकताको बचाउन तिमी निपुण छैनौ भने यो दुधै बालक हो। त धार्मिकता आउने कसरी रहेछ? विश्वासले। विश्वास। अर्को बप्तिस्माहरू, यो पनि सिद्धान्त हो। बप्तिस्माहरू भनेको छ है, बप्तिस्मा मात्र भनेको छैन, बप्तिस्माहरू, इङ्ग्लिसमा ब्याप्टिजम्स भनेको छ। भने बप्तिस्मै 4वटा खालको भन्दा ज्यादा हुन्छ बप्तिस्मा। त्यसको मतलब छिर्काउ बप्तिस्मा भन्नु खोजेको होइन मैले, डुबाउ बप्तिस्मा, छिर्काउ भनेको होइन, तर रियल बप्तिस्मै 4वटा भन्दा ज्यादा हुन्छ। अहिले मान्छेले बुझेको चुल्लुमा डुबाउने मात्रै एउटा बुझेको छ बप्तिस्मा। यदि एउटै मात्रै हुँदैन बाइबलले किन बप्तिस्माहरू भन्नु, ब्याप्टिजम्स किन भन्नु? अलिकति तपाईँलाई क्लियर होस्, थोरै म छुइहालेँ। यसोलाई जुन दिन तपाईँले ग्रहण गर्नुहुन्छ नि, तपाईँ ख्रीष्टको देहमा बप्तिस्मा हुनुभयो। बाइबलले भन्छ जुन दिन हामीले ग्रहण गऱ्यौँ नि, हामी यसोको देहमा बप्तिजम भयौँ। देहमा। पानीकै बप्तिस्मा लिनुपर्छ भन्ने छैन नि त, त्यो चाहिँ सबैले लिनुपर्छ। तर मैले भन्नु खोजेको चाहिँ कोही कोही बेला मान्छे ग्रहण गरेर मात्रै मरिगयो भने त्यो स्वर्ग गयो नर्क गयो। मर्कुसले भन्छ पानीको बप्तिस्मा लिने र विश्वास गर्ने उद्धार पाउँछ। तर पानीको बप्तिस्मा लिनु पाएन भने चाहिँ के गर्ने? येशू ख्रीष्टसँग टाँगेको 2टा चोर थियो, उनीहरूलाई कहाँ बप्तिस्मा दिनु भन्नुहोस् त? एउटा चोरले के भन्छ? येशूलाई श्राप छ, तपाईँ ओर्लिनुहोस्, हामीलाई ओर्हाल्नुहोस्। अर्को चोरले भन्छ तर दया गर्नुहोस्। अनि येशूले अर्कोलाई के भन्नुहुन्छ? आजै तिमी मसँग स्वर्गमा हुनेछौ। जबकि ऊ पानीमा डुबेको पनि छैन, तर उसले येशूलाई ग्रहण गर्नुपर्ने सबै काम गरेको छ। उसले के भन्छ भने हे प्रभु भन्छ। त्यसमा ग्रहण गर्नुको लागि के चाहियो? सुरुमा ओठले प्रभु भन्ने स्वीकार गर्नु पर्यो, अनि मरेकोबाट बिउताउनु भयो भने विश्वास गर्नु पर्यो। उसले के भन्छ अर्को चोरले? हे प्रभु, तपाईँको राज्य आउँदा मलाई सम्झिनुहोस्। त्यसको मतलब तपाईँलाई परमेश्वरले मरेकोबाट बौरी उठाउनुहुन्छ भने हृदयले विश्वास गर्यो र तपाईँको राज्य आउँछै आउँछ, आउँदा मलाई सम्झिनुहोस्। उसले ओठले प्रभु भनेर स्वीकार गर्यो, हृदयले तपाईँलाई मरेकोबाट बहुताउनु। यसोले भन्नुभयो तिम्रो काम पुरा भयो, आजै तिमी मसँग स्वर्गमा जान्छौ। यो चाहिँ ख्रीष्टको देहको विश्वास, बप्तिजम हो। तर ख्रीष्टको देहको बप्तिजम सबैले बुझ्दैन। ऊ त गयो नि त, तर बाँच्दै गर्दाखेरि चाहिँ फेरि बाहिरको मान्छेले चिन्नुपर्छ, देख्नुपर्छ। त्यो भएको कारण पानीको बप्तिस्मा हो। हृदयभित्रको अर्को बप्तिस्मालाई बाहिर प्रकट गर्नलाई पानीको बप्तिस्मा लिनुपर्छ। तर पानीको बप्तिस्मा लिनु नै सबै कुरा होइन, त्यो चाहिँ स्टार्टिङ हो, त्यो चाहिँ मुक्तिको सुरुवात भयो। तर मुक्ति पाएर मात्रै हुँदैन नि त, मुक्तिमा शक्ति पनि थपिनु पर्यो होला। किनभने सुसमाचार 4 खालको हुन्छ। एउटा चाहिँ मुक्तिको सुसमाचार, अर्को चाहिँ शक्तिको सुसमाचार, अर्को चाहिँ राज्यको सुसमाचार, अर्को चाहिँ अधिकार। यो चाहिँ फेरि प्रेरितको पुस्तक के भन्छ, प्रकाशको पुस्तकले भन्छ। यो नेपालमा चाहिँ सुरुमा मुक्तिको मात्रै सुसमाचार आयो, शक्तिको आएन, राज्यको आएन, अधिकारको आएन। अहिले बल्ल आउँदैछ, विश्वासीहरूको अधिकारको पढाइ हुँदैछ, विश्वासीहरूले राज्य गर्नुपर्छ भन्ने कुरा बल्ल आउँदैछ, विश्वासीहरू शक्तिशाली हुनुपर्छ भनेर बल्ल आउँदैछ। त्यही भएर मुक्ति पाएर मात्रै भएन नि त, मुक्तिमा बढ्दै जाऊ भनेको छ। मुक्तिमा तिमी पुग्यौ अब त्यत्तिकै मर भनेको छैन, बढ्दै जाऊ भनेपछि मुक्तिमा अरू थपिँदै जानुपर्ने रहेछ। त्यो भएको कारणले पानीको बप्तिस्मा लिइसकेपछि पवित्र आत्माको बप्तिस्मा चाहिन्छ। पवित्र आत्माको बप्तिस्मा, आगोको बप्तिस्मा, अब बप्तिस्माहरू थुप्रो छ है। त्यही भएर हामी कोही बेला एउटा पानीको बप्तिस्मा पायो, डुब्यो, निस्क्यो, अनि जिउ काट्यो हुन्छ, त्यो मान्छे चेन्ज केही नै हुँदैन। यी भित्र प्रभुलाई ग्रहण गरे त भइहाल्यो नि भन्छ, त्यसपछि बाहिर काममा प्रकटीकरण केही पनि छैन। भूत आत्मा डाँट्नु पऱ्यो भने ऊ पहिला भाग्छ। किन भन्दाखेरि पवित्र आत्माले शक्ति दिनुहुन्छ, बिचरा शक्तिको बप्तिस्मा लिए पो त शक्ति आउँछ। पेन्टिकोसको दिन प्रेरितको पालामा के भयो भन्दाखेरि पेन्टिकोसको दिन मान्नु आउनेहरू 1,20,000 भन्दा ज्यादा थियो भन्छ अहिलेको तथ्याङ्कले यरुसलेममा। तर सबै माथि पवित्र आत्मा ओर्लिनु भएन। जम्मा 120 जना जसले माथि बसेर प्रार्थना गरिरहेको थिए र त्यसको अपेक्षा गरिरहेको थिए, उनीहरू माथि मात्रै ओर्लिनु भयो। अरूले ग्रहण गरेको थियो, पानीको बप्तिस्मा लिएको थियो, त्यही भएर यरुसलेम आएको। तर पवित्र आत्माको बप्तिस्मा आयो आएन, किन उनीहरूलाई थाहै थिएन कतिलाई पवित्र आत्माको बप्तिस्मा। आगोको बप्तिस्मा, पवित्र आत्माको बप्तिस्मा लिएर अन्य भाषा बोल्ने मान्छेले पाप गरेको देख्नु भएको छ, गर्छ। त्यही भएर पटक पटक आगोको बप्तिस्मा भन्दा चाहिँ प्युरिफाइङ चाहिन्छ। अन्य भाषा बोलेर मात्र हुँदैन, उसको पटक पटक परमेश्वरको प्युरिफिकेसन चाहिन्छ। अन्य भाषा बोल्नेको जीवनमा पटक पटक आउनुपर्छ यी कुराहरू। यस कारणले बप्तिस्माहरू भनेर भनेको छ। यो चाहिँ आधारभूत सिद्धान्त हो, तर मण्डलीलाई यही त थाहा छैन, बिचरा अरू के सिकाउनु भन्नुहोस् न। तर एटलिस्ट अहिलेको मण्डलीले चाहिँ सचेत हुँदैछ, प्रभुलाई महिमा होस्, तपाईँ धन्न यहाँ आउनुभयो।
हालेलुया। यति भए कमसेकम सुन्नुभयो, कमसेकम ओपनिङ भयो, अलिकति भयो पनि। कतिजनाले सुन्नै भएको थिएन होला, तर सुन्नुभयो म जे बोल्दैछु कि सबैले सुनिसक्नु भएको थियो। मलाई लाग्छ सायद कतिले सुन्नु भएको थिएन पक्कै पनि। त्यसकारण अर्को चाहिँ हात राख्ने काम अनि पूर्ण उत्थान र न्याय, यी कुराहरू चाहिँ आधारभूत सिद्धान्तमा पर्छ। हात राख्ने काम पनि परमेश्वरको सिद्धान्तको आधारभूतमा पर्छ, जबकि मान्छेले आजकल हात राख्नु हुँदैन भन्छ। कतिले किन हात राखिराख्नु, त्यो मान्छेहरू म बराबरै हो नि भन्छ। मान्छे त सबै एउटै त माटोबाट बनेको। मैले भनिहालेँ नि, भित्रको अभिषेक फरक हुन्छ, भित्रको विश्वासको नाप फरक हुन्छ। यहाँ परमेश्वरले सबैलाई एउटै नापको विश्वास दिनुहुन्न, हरेकलाई एउटा नापको लेभल छ, त्यहाँदेखि बढाउने चाहिँ मान्छेको हातमा। अनि के थाहा उसले कति उसको विश्वासको नाप बढाइसकेको छ। होइन भने एकजनाले 20 चोटि हात राख्दा केही हुँदैन, किन कोहीले चाहिँ हात राख्ने बित्तिकै मान्छे भक्कै ढल्छ, नाम बढेर हो नि त उसको। कोहीले दुष्ट आत्मा के भन्छ डाँड्दा डाँड्दा उसको घाँटीमा अपरेसन गर्नुपर्छ बिचरा, घाँटी सकिएर। तर कोहीले चाहिँ यसोको नाममा भन्नु पाएको छैन, अघि निस्केर दुष्ट आत्मा जान्छ। के भएको हो त्यो? ऊ भित्रको नाप ऊभन्दा अलिक बढ्ता भएको हो नि त। प्रभुले सबैलाई प्रेम उत्तिकै गर्नुहुन्छ। मैले भने नि, भरोसाको लेभल फरक छ। परमेश्वरले जिम्मेवारी एउटै लेभलमा दिनुहुन्न, जिम्मेवारीको लेभलहरू फरक छ। बस्दाखेरि सबै एउटै ठाउँमा बसेको होला, तर स्वर्गको ओदाहरू फरक छ, स्वर्गको आयामहरू फरक छ। स्वर्गहरू थुप्रो छ, त्यही भएर स्वर्गहरू हेभेन्स भनेको छ बाइबलले। म तपाईँलाई बताइदिउँ, काठमाडौँ पुगेर आएँ भन्ने मान्छे सबै काठमाडौँ डुलेर आएँ भनेको बुझ्नु हुँदैन। बिचरा काठमाडौँ पुगेर आयो भन्दा कोहीले नखुमा बसेको हुन्छ, उसले नखुकै वरिपरिको कुरा बताउँछ। उसले भन्छ त्यहाँ त फोहोर छ, पानी बग्छ, डुङडुङ गनाउँछ, ऊ बसेको नि त। तर काठमाडौँमा यस्तो पनि ठाउँहरू छ जहाँनिर यसो मुनि हेर्दाखेरि ऐना जस्तो देखिन्छ। सबै काठमाडौँ डुलेर आएको छ भने त्यही भएर स्वर्ग पुगेर कोही बेला मान्छे स्वर्ग एउटा छेउको पुगेर आएको हुन्छ, अनि मान्छेले सोच्छ यसले डल्लै स्वर्ग घुमेर आयो, होइन नि। अनि उसले बताउँछ, अनि अर्कोले भन्छ, अर्कोले पनि बताउँछ, उसले भन्छ, अनि यो मान्छेले बताएको स्वर्ग र यो मान्छेले बताएको स्वर्ग त मिल्दैन। अरे बाबा, स्वर्ग कत्रो छ के थाहा तिमीलाई? उसले एक चोक्टा बताएको, उसले अर्को चोक्टा बताएको, त्यो लेभल अनुसार भर पर्छ कि बताउने कति। अहिलेसम्म म काठमाडौँ कति चाहिँ पुगेँ होला? म 6 वर्ष काठमाडौँ बसेँ, अझै पनि सबै काठमाडौँ डुलेको छुइनँ। अहिले पनि वार्षिक रूपमा म काठमाडौँ आउजाउ गरिरहेको छु, अझै पनि कतिवटा ठाउँहरू म पुगेको छुइनँ, कतिवटा एरियाहरू म पुगेको छुइनँ। अनि स्वर्ग सबै कहाँ 5 मिनट ड्याङ्ग ढल्यो, एउटा दर्शन देख्दाखेरि स्वर्ग पुगेर आयो भन्छ। टुप्पो देखेर आएको हुन्छ कतिजनाले, यसो पाइला मात्रै टेकेर आएको हुन्छ कतिजनाले। अनि उसलाई लाग्छ म स्वर्ग डल्लै घुमेर आएँ। होइन, यो त स्टार्टिङ फेज हो। कोही मान्छे स्वर्गमै बास गर्ने प्रशस्तै हुन्छ। बिचरा हनोकले देखेर हाँस्छ होला नि कोही बेला, हनोक त स्वर्गमै बसिरहेको छ अहिलेसम्म। अनि कोही मान्छे थप्पक स्वर्ग पुगेर मुनि तुप्लुका झरेकोले सबै स्वर्ग बयान गर्नु खोज्छ, हुँदैन। नापहरू फरक छ, तवरहरू फरक छ, परमेश्वरले राखिदिनु भएको ओदाहरू फरक छ, आत्माको आयाममा दिनुभएको परमेश्वरले आफ्नो अथोरिटी अधिकारहरू फरक छ। त्यही अनुसारले परमेश्वरले काम गर्नुहुन्छ। त्यसको मतलब चाहिँ के हो भन्दा हामी परमेश्वरलाई आदर गर्छौँ, हामी प्रभुको दासहरूलाई आदर गरोस् भनेर। मानिसले एकले अर्कालाई किन सर्वश्रेष्ठ ठानोस् भनेको? किनभने कसैको अभिषेक कोही भन्दा माथि हुन्छ, कोही त्यसको मतलब उसलाई ठुलो बनाओस् भनेको होइन, तर आदर गरोस्। हरेक मान्छेले नि त्यो परमेश्वरले दिनुभएको अभिषेकहरू बुझ्यो भने, हरेक मान्छेभित्र परमेश्वरले दिनुभएको ओदाहरू बुझ्यो भने नि सँगै बसेको मान्छेले पनि आफ्नो छेउको मान्छेलाई आदर गर्न सुरु गर्छ। किनभने उसले बुझ्छ कि आत्माको आयाममा यो मान्छे मसँगै बसिरहेको छ, तर आत्माको आयाममा यो मान्छे मेरो भन्दा ओदा कहाँ हो, कहाँ माथि फरक छ। सँगै मान्छेले भात खाँदै गर्दाखेरि यो मान्छेले मै जस्तो भात खाँदैछ, तर आत्माको दुनियाँ यो मान्छेको मेरो भन्दा फरक छ, आदर गर्न सुरु गर्छ। यी कुराहरू जब मान्छेले बुझ्दैन नि, मान्छेले सबैले एउटै छ, ऊ पनि प्रभुको दास, म पनि प्रभुको दास। अनि दुईजना प्रभुको दास अनि एकै लास हुन्छ। र बुझ्ने चाहिँ हामीले पर्छ कि परमेश्वरले हामीलाई ज्ञान र बुद्धि जब स्वर्गको दिन थाल्नुहुन्छ नि, हामीमा अन्डरस्ट्यान्डिङ, त्यो समझशक्तिको आत्मा खोलिन्छ। एफिसीले भनेको छ, म प्रार्थना गर्छु कि तिम्रो समझशक्तिको आत्मा खोलोस्। नेपालीमा चाहिँ आत्माको आँखा खोलोस् भनेको छ, इङ्ग्लिसमा चाहिँ आई अफ यर अन्डरस्ट्यान्डिङ भनेर तिम्रो समझशक्तिको आँखा खोलियोस्। हाम्रो जबसम्म समझशक्तिको आँखा खोल्दैन नि, हामी मान्छेलाई बुझ्नै सक्दैनौँ। समझशक्ति आँखा खोल्यो भने हो मान्छेको दुनियाँहरू देख्ने, मान्छेको लाइफ स्टाइलहरू हेरेर देखिँदैन, मान्छेको आत्माको तहहरू हेरेर देखिन्छ। हालेलुया, हालेलुया। भोक भोक लाग्यो जस्तो भइरहेको होला, किनभने 12 बज्यो। म सक्नु आँटे तपाईँलाई एउटा लेभल, तर 1-2वटा कुरा म तपाईँलाई राख्छु। तपाईँको जीवनमा वचनको प्रभावकारी रूपमा काम गरोस् भन्ने लाग्छ भने तपाईँले के गर्नुपर्छ? सबै वचनहरूलाई विश्वासद्वारा मिलाउनु जरुरी छ। किनभने विश्वासले नै हामी खडा हुन्छौँ, विश्वासले नै हामी अगाडि बढ्छौँ। हिब्रू 4:2 भन्छ, किनकि हामीलाई पनि तिनीहरूलाई चाहिँ सुसमाचार प्रचार
गरिएको हो, तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनीहरूलाई ग्रहण गरेनन्। हरेकलाई वचन सुनाइन्छ। वचन सुनाइनु एउटा कुरा हो, तर ग्रहण कसरी गर्यो अर्को कुरा हो। कतिले त्यही वचनलाई विश्वाससाथ ग्रहण गर्छ, कतिले त्यही वचनलाई सुनिदिउँ भनेर ग्रहण गर्छ। त्यही भएर नतिजा सबैको एउटै आउँदैन। परमेश्वरले दिनुभएको वचन एउटै हो, तर यही एउटा वचन बोकेर कोही संसारबाट डुलिराखेको छ, यही वचन बोकेर कोही चाहिँ कोठेबारी बाहिर निस्किनै सकेको छैन। किन भन्दाखेरि परमेश्वरले दिनुभएको वचनलाई कसरी ग्रहण गर्छ, परमेश्वरले दिनुभएको वचनलाई कसरी आदर गर्छ। परमेश्वरले दिनुभएको वचनलाई मान्छेले आदर गर्नु सकेन भने प्रभुले आदर गर्नै सक्दैन त्यो मान्छेले। म चाहिँ एकदमै ज्यादा आदर गर्छु है प्रभुको वचनलाई। त्यति मात्र होइन, परमेश्वरले राखिदिनु पुलपिटलाई शुद्ध म आदर गर्छु। कि त हामी त बोलेर खाने मान्छे हो, परमेश्वरले हामीलाई बोलीमा बाँच्ने त्यो वरदान दिनुभएको छ। त्यसो भए हामी बोलेनौँ भने हामी बाँच्दैनौँ, किन हाम्रो अर्को अप्सन केही पनि छैन। सेवकाई बाहेक हामीले अर्को अप्सन राखेनौँ पनि। सेवकाई के गरौँ कि मरौँ, यति मात्रै अप्सन थियो। अनि अहिले पनि हामीले बोलेरै खान्छौँ। त्यो भएको कारणले हामी पुलपिटलाई किन आदर गर्छौँ? कतिजनाले पुलपिटलाई केही मतलबै गर्दैन। त्यही भएर पुलपिट खतरै हो भनेको होइन, तर के चाहिँ हो भन्दाखेरि एटलिस्ट आदर चाहिँ हुनुपर्छ जहाँ परमेश्वर उपस्थित छ। त्यसो बेला फेरि सबै मण्डली परिवारमा उपस्थित छ, उपस्थित छ। तर मैले चाहिँ पहिल्यैदेखि आदर गर्थेँ। मैले के आदर गर्थेँ? प्रभु जुन ठाउँमा तपाईँले मलाई उभ्याउनुहुन्छ त्यो ठाउँको मैले आदर गर्नुपर्छ। चाहे मान्छेले त्यो लिपेरै सानो पुलपिट किन बनाएको नहोस्, म आदर गर्छु। किन परमेश्वरले मलाई त्यसैमा उभ्याउनु भएको, त्यसैले खानु दिँदै हुनुहुन्छ, त्यसैले अहिलेसम्म संसारभरि घुमाउँदै हुनुहुन्छ भने मैले आदर गर्नुपर्छ। कतिवटा सिक्ने ठाउँहरूमा जाँदै गर्दाखेरि म कहिले पुलपिटमा चढिनँ। आजकल मान्छेलाई मतलब हुँदैन, मान्छेलाई के मतलब। त्यसो बेला पुलपिटमा चल्दा जुत्तै खोल्नुपर्छ भन्ने होइन, तर एटलिस्ट हृदयको आदर हुनुपर्छ कि हृदयको आदर। कतिवटा ठाउँहरूमा जाँदा मैले पुलपिटमा चढिनँ। मैले भने प्रभु जुन दिन तपाईँले मलाई यो ठाउँ उभ्याउनुहुन्छ त्यो दिन चाहिँ म पुलपिटमा चढ्छु। पुलपिट सफा गर्नुपर्ने समयहरूमा चाहिँ म उभिएर पुलपिट सफा गरेँ। सफा गर्दै गर्दा मैले भने प्रभु एउटा दिन त तपाईँले मलाई दिनुहुन्छ जहाँनिर मलाई यो पुलपिटमा उभ्याउनुहुन्छ। आज म उभिदिनँ, यो पुलपिटमा म बडो आदर गर्छु। त्यही भएर पनि होला सायद परमेश्वरले अहिले मलाई पुलपिटमाथि पुलपिट दिँदै हुनुहुन्छ। तर मजाको कुरा चाहिँ के छ भन्दाखेरि नि तपाईँको आदर परमेश्वरको वचनप्रति कतिको छ त्यसले पनि फरक पार्छ परमेश्वरको वचनले तपाईँको जीवनमा कतिको काम गर्नुहुन्छ। कोही मान्छेले के भन्छ, मलाई फल्नाले त प्रार्थना गरेको अहिलेसम्म केही छुटकारा भएन भने डिस्काले प्रार्थना के हुन्छ? शक्तिशाली प्रभुको जन आउँदा त मलाई केही भएन, अर्को नाम चलेको मान्छे आउँदा त मलाई केही भएन। त्यसको मतलबमा उसले बुझेको छ कि मान्छेले मलाई केही गर्नु सक्दैन भनिसकेपछि उसलाई अरू दुनियाँको सबै मान्छे ल्याउँ केही गर्नु सक्दैन। किनकि येशू आफैले पनि आफ्नो सहरमा काम गर्नु सक्नु भएन। एउटा अन्धलाई आँखा खोल्नुको लागि सहरभन्दा बाहिर निकालेर ल्याउनु भयो, किनभने त्यहाँनिर के भन्यो भन्दा आश्चर्य कर्म देख्दछ। वाउ भने एकैछिनमा फेरि होइन, ऊ त योसेफको छोरा होइन, ऊ त मरियमको दाजु भाइ होइन, उसको आमा र बुवालाई हामी चिन्दैनौँ, उनीहरू संसारमा झरिहाले। कतिवटा त्यस्तै हुन्छ नि, हो कि होइन भन्नुहोस् त? हाम्रो भतिजा केटो हो के शक्तिशाली काम गर्दैछ, उसको घर त मेरै कानलाई तलतिर छ नि, अनि हामी आदर गर्दैनौँ। अनि प्रभुको दासहरूको बेला आदर गर्दैनौँ, परमेश्वरको बोलेको वचनलाई आदर गर्दैनौँ, अनि वचनले हाम्रो ठाउँमा स्थान पाउँदैन। किनभने जहाँ हामी आदर गर्दैनौँ नि प्रभु त्यहाँ बास गर्नुहुन्न। जुन वचनलाई हामी आदर गर्दैनौँ परमेश्वरको वचनले त्यहाँ बास गर्नै हुन्न, किनभने उहाँको वचन जिउँदो छ। आदर चाहिन्छ, हाम्रो परमेश्वरलाई आदर चाहिन्छ। उहाँले महिमा अरूलाई दिन चाहनुहुन्न, आदर चाहिन्छ। त्यसो हुँदाखेरि जब परमेश्वरको वचनलाई बडो हामी आदर गर्छौँ नि काम हुन्छ। म कहिले पनि इभन यही वचन पनि नर्मली परमेश्वरको वचन जुनै पनि पेपरमा लेख्दा छाप्दा फरक पर्दैन, तर छापिसकेपछि हामीले आदर गर्नुपर्छ। हे प्रभुको वचन पनि कहिले म यसो गर्दै हिँड्दिनँ के। कोही मान्छे खेल्दै नाच्दै उस्तैले चुङ्गी पनि खेलाउँदै हिँड्छ प्रभुको वचनलाई। तर म चाहिँ सकेसम्म परमेश्वरको वचन यसरी चेपौँ अथवा कम्मरभन्दा माथि लैजाउँ भन्ने हुन्छ। किन परमेश्वरको वचन हो, यो पेपरमै आए पनि प्रभुको वचन हो, हामीले आदर गर्न सक्नुपर्छ। हेर्नुहोस् है, जुत्तामाथि राख्छ कोही बेला परमेश्वरको वचन। किन म तपाईँलाई बताइदिन्छु, किन भन्दाखेरि नि हाम्रो भित्र हृदयको आदर चाहिँ बाहिर प्रकटीकरण हुन्छ नि त। हामीले कसरी हेर्छौँ हेर्नुहोस् है, बडो होसियारी साथ बुझ्नुपर्छ। कोही बेला वचनमाथि मोबाइल राख्नु त मलाई कस्तो कस्तो लाग्छ, किन मोबाइल चाहिँ संसारकै हो नि त, तर वचन चाहिँ स्वर्गको। कहिले अप्ठ्यारो लाग्छ, तर त्यो वचन कोही बेला अडाउनु पर्ने भएको कारण हामी मोबाइलहरू राख्छौँ। र मैले तपाईँलाई भने नि तपाईँको लेभल कतिको छ, तपाईँ त्यो चाहिँ विश्वासले डिमान्ड गर्छ, तपाईँको विश्वास यो वचनमाथि कतिको छ।
यो विश्वास तपाईँको यो वचनै सबै कुरा हो जस्तो लाग्छ भने तपाईँको आदर अटोमेटिकली आउँछ। जब तपाईँले आदर गर्न थाल्नुहुन्छ नि स्वर्गले तपाईँलाई आदर गर्न थाल्छ। जसले प्रभुको वचनलाई आदर गर्छ नि परमेश्वरले त्यो व्यक्तिलाई आदर गर्नुहुन्छ। त्यसपछि बोल्दै गर्दा फरक आउँछ। अरू मान्छे बोल्दा र तपाईँ बोल्दा फरक आउँछ। किनभने तपाईँले आदर गर्नुहुन्छ प्रभुको वचनलाई अनि परमेश्वरको वचनले तपाईँलाई आदर गर्छ। दोस्रो कोरिन्थी 1:14 पढेर म सकाएँ। तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौँ, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौँ, किनकि आफ्नो विश्वासमा तिमीहरू स्थिर छौ। हेर्नुहोस् है, मण्डली यस्तो पनि थिएछ जहाँनिर परमेश्वरको वचनप्रति र विश्वासप्रति उनीहरूको विश्वास अटल थिएछ, स्थिर थिएछ। यदि कोही मान्छे आफ्नो विश्वासमा यति स्थिर छ भने नि परमेश्वरले पनि कोही बेला हल्लाउनु मन गर्नुहुन्न। कोही मान्छेको विश्वासमाथि परमेश्वरले त्यो उसको विश्वास भत्किन्छ भनेर पनि कोही बेला उहाँले यता दायाँ बायाँ गर्नुहुन्न। उसको विश्वास नहल्लियोस्। त्यही भएर पावलले भन्छ तिमीहरूको विश्वास यति स्थिर छ कि तिमीहरूको विश्वासलाई हामी दायाँ बायाँ गर्न चाहँदैनौँ, तर तिमीहरूको विश्वाससँग सहभागी भएर हामी हिँड्न चाहन्छौँ। तिमीहरूको विश्वासमा थप्नु पनि चाहँदैनौँ, किनभने तिमीहरूको विश्वास आफैमा काफी छ। मण्डली कहिले त्यो लेभलमा पुग्ने? कहिले प्रभुले भन्ने, कहिले स्वर्गदूत आएर भन्ने औ तिमीहरूको विश्वासलाई म सेल्युट गर्छु, तिम्रो विश्वासमा म अरू कुरा थप्न चाहदिनँ, किन तिम्रो विश्वास पर्याप्त छ, तर तिम्रो विश्वासको सँगै मलाई पनि सहयात्री बनाऊ न। तिम्रो विश्वाससँगै म पनि हिँड्नु चाहन्छु। तिम्रो विश्वास त यस्तो रहेछ कि तिम्रो विश्वासमा मलाई पनि अनुमति देऊ न सहभागी हुने। तिम्रो विश्वासले जुन आशिष लिएर आउँदैछ मलाई पनि अनुमति देऊ न सहभागी हुने। त्यही भएर कोही बेला हामीले मानिसहरू कहाँ भेटीहरू पठाउँछौँ, कोही बेला मण्डलीहरूलाई हामी भेटीहरू दिन्छौँ, कोही बेला हामीले किन त्यो सबै कुरा गरेको, किनभने त्यो मान्छे, त्यो समुदाय, त्यो सेवकाईको विश्वाससँग जोडिएको। सँगै हिँडौँ न, पाटेक हौँ न, त्यो विश्वाससँग जाउँ न भनेर हौ। हामी मण्डली सबै उस्तै हो नि। म आफैले पनि कतिवटा दशंशहरू नेपालदेखि बाहिरको सेवकाहरूलाई दिन्छु। किन उनीहरूको विश्वास मेरोभन्दा अझै माथि छ। यो विश्वासको यात्रा हो। विश्वास एउटै नापमा हुँदैन, विश्वासको नापहरू फरक हुन्छ। उनीहरूको नाप मेरो नापभन्दा ठुलो छ, त्यही भएर म जोडिन चाहन्छु। त्यही भएर मेरो दशंश कोही बेला म उनीहरूलाई पठाइदिन्छु, तर फेरि अरूहरूले कोहीले उनीहरूको दशंश मलाई पठाइदिन्छ भने सेवकाईलाई पठाइदिन्छ, हाम्रो सेवकाईलाई, किनभने उनीहरू हाम्रो विश्वाससँग जोडिन चाहन्छ। यो यात्रा हो, यो यात्रा हो, रिले रेस हो यो। किन अब्राहमले एउटा लेभलको विश्वास जिते, उनीहरूले बटन पास गरिदिए, अर्को लेभलले बोकेर हिँड्दैछ, हाम्रोसम्म आइपुगेको छ। हामीभन्दा अरू जेनेरेसनलाई पास हुँदैछ। एक अर्को चाहिँ मिलेर जानुपर्छ, कम्पिटिसन होइन। यो चाहिँ एकले अर्कालाई कम्प्लिट गर्ने कुरा हो। त्यसोगरी जब विश्वास हामीभन्दा माथिको शक्तिशाली मान्छेहरू देख्यौँ भने सहभागी हुनुपर्छ। उनीहरूलाई सहायता पुर्याउँदा नि उनीहरूको विश्वास सहभागी हुँदै गरेको। प्रभुको सेवकहरूको नि तपाईँले बाइबल मात्रै उचाल्ने मौका पाउनु भयो भने नि उनीहरूको विश्वासमा तपाईँ सहभागी हुँदै गरेको। तर तपाईँको हृदयमा चाहिँ हुनुपर्छ कि यो फल्ना पास्टरले भन्दैन बोकिदिउँ न, यो कति नै हुन्छ र भनेर बोक्नु र यो व्यक्तिको वचन उचाल्दै गर्दाखेरि भने यो व्यक्तिमा भएको आशिष र अभिषेक ममा आउँछ भने विश्वासले उचाल्नु भने त्यहाँबाट विश्वास बन्छ। यसले यही फरक पार्ने। इन्डियाको यो साउथतिर चाहिँ मैले धेरै देखेको छु, प्रभुको दासहरूलाई परमेश्वर जत्तिकै उनीहरूले आदर गर्छ। यहाँ परमेश्वरको प्रतिनिधि हो नि त, उनीहरूले आराधना गर्छ भनेको होइन, आदर गर्छ भनेकै मैले। किन वर्सिप गर्नु फरक हो, अनर गर्नु फरक हो। हामी वर्सिप गर्दैनौँ प्रभुको दासहरूलाई, हामी प्रभुको दासहरूलाई आराधना गर्दैनौँ, पुज्दैनौँ, तर आदर गर्छौँ। तर आदरको नाप हुन्छ। हाम्रो नेपालमा त्यो आदरको नापहरू म कहिले पनि प्रायः देख्दिनँ। त्यो नापहरू हुँदैन। कोही बेला प्रभु सेवकहरू आयो गयो मतलबै हुँदैन मान्छेलाई। तर यदि इन्डियातिर हामी हिँड्ने हो भने नि कतिवटा ठाउँहरू मैले देखेँ प्रभुको दास आउँदा नि मान्छे त्यहाँ जाम हुन्छ, एक बित्ता हलिँदैन, हिँड्दैन, आदरले हो। तर त्यही आदरको कारणले उनीहरूको जीवनमा शक्तिशाली काम भइरहेको छ। प्रभुले नर्मल हेर्नु हुँदैन नि त्यो मान्छेमा के विश्वासले समात्दैछ। यहाँ 12 वर्ष रगत भएको स्त्रीले त्यो खास्टोलाई यसुको छुँदै गर्दाखेरि त्यो विश्वास चाहिँ कस्तो चाहिँ थियो होला, जसले यसुलाई टक्क अडिनु कर लाग्यो। कस्तो चाहिँ थियो होला त्यो विश्वास। त्यो विश्वास देखिन्छ केद्वारा, कामद्वारा। त्यही भएर परमेश्वरले हेर्नु हुँदै गर्दा हाम्रो विश्वासको लेभलहरू देख्नुहुन्छ हाम्रो हृदयमा, नापहरू देख्नुहुन्छ हाम्रो हातहरूमा, अनि उहाँले आदर गर्नुहुन्छ हाम्रो विश्वासलाई। त्यही भएर तपाईँ र मेरो जीवनमा हरेक क्षेत्रहरूमा तपाईँ र मलाई विश्वास चाहिन्छ। एउटा प्लेट उचाल्दै गर्दा पनि विश्वास चाहिन्छ, परमेश्वरलाई आराधना चढाउन आउँदै गर्दा पनि विश्वास चाहिन्छ, भेटी हाल्दै गर्दा पनि विश्वास चाहिन्छ। हामी हाम्रो मण्डलीमा भेटी हालिसकेपछि प्रार्थना गर्दैनौँ, भेटी हाल्नुभन्दा अगाडि भेटीलाई उठाएर प्रार्थना गराउँछौँ। किनभने त्यो भेटी हाल्दै गर्दा उसलाई विश्वास चाहिन्छ। उसलाई यो विश्वास हुनुपर्छ कि मैले जस परमेश्वरलाई भेटी हाल्दैछु उहाँले मेरो खाँचोहरू पुरा गर्नुहुन्छ। जस परमेश्वरलाई मैले भेटी हाल्दैछु उहाँले मलाई यो भेटी हाल्दै गरेर देख्नुहुन्छ।
पहिला हात उठाएर प्रार्थना गराउँछौँ अनि मात्रै भेटिहाल्नु लाउँछ। अनि भेटिहाल्ने बेला चाहिँ मतलब छैन त्यतै केड्याङ हालो अनि आउनुहोस् प्रार्थना गरौँ भन्दाखेरि भेटी त पसिसक्यो। भेटी पसिसकेपछि अनि प्रार्थना गर्नु अनि प्रभु छुई शुद्ध पार्नुहोस् यो भेटीलाई भन्दा भन्दा बिजोग हुन्छ। अलरेडी शुद्ध पारेर हालेको पो राम्रो त होइन र मिसी त सबको कसरी शुद्ध पार्नु। विश्वास हरेक क्षेत्रमा चाहिन्छ। अनि परमेश्वरले तपाईँ र मलाई यो जुन विश्वास दिनुभएको छ अब नेक्स्ट फेजमा म कुरा गर्छु यो विश्वासको तौर तरिका यो विश्वासको नाप काम गर्ने तरिका म तपाईँहरूसँग बात गर्नेछु। तर आज 2टा सेसन मात्रै रहेछ यसले गर्दाखेरि मलाई कुद्नु गाह्रो भइरहेको छ। एक्स्ट्रा क्लासेसहरू मसँग छ विश्वासको तर यो आधारभूत सिद्धान्त पढाउनु पर्नेछ। यो बेसिक फाउन्डेसन भनेको छ फेथको त्यो भएर यही कुराहरू प्रायः म पढाउँछु बेसिकमा चाहिँ। तर प्रार्थना गरौँ साँझमा अथवा एकछिनपछि खाना खाइसकेपछि प्रभुले कसरी हामीलाई अगुवाई गर्नुहुन्छ त्यो तरिकाले जानेछ। आउँछ अहिले छोटो प्रार्थना गरौँ।